सपना दिदी, दुबईमा आफै प्लट किनेर घर बनाउन मिल्दैन र? दुबईमा ल्यान्ड लिएर आफै घर बनाउन मिल्न त मिल्छ, तर अलिकति झमेला हुन्छ कि। झमेला यो मिनिङमा हुन्छ कि तपाईँले सिङ्गल स्ट्यान्डिङ भिल्ला बनाउन त सक्नुहुन्छ, त्यसभित्र तपाईँले स्विमिङ पुल, जिम बनाउन त सक्नुहुन्छ, तर त्यो बाहेक तपाईँले स्कुल, पार्क, बास्केटबल कोर्ट, वाटर एक्टिभिटिजका जस्ता एम्युनिटिजहरू तपाईँले बनाउन सक्नुहुन्न। त्यसको साथसाथमा गेटेड कम्युनिटी पनि बनाउन सक्नुहुन्न। यो सबै बनाउने भनेको वेल नन टप डेभलपरहरूले बनाउन सक्छन् र तपाईँले इन्भेस्ट गरेको प्रपर्टीमा वेल नन डेभलपरले बिल्ड गरेको छ भने तपाईँको रिसेल भ्यालु पनि हुन्छ। तर तपाईँले सिङ्गल स्ट्यान्डिङ भिल्लामा इन्भेस्ट गर्नुभयो भने इन फ्युचर सेल गर्दा पनि तपाईँलाई अप्ठ्यारो पर्न सक्छ। यसरी आफै ल्यान्ड लिएर घर बनाउनु भन्दा चाहिँ वेल नन टप टायर डेभलपरले बिल्ड गरेको कम्युनिटीभित्र घर ल्याउन चाहिँ बेस्ट हुन्छ।